हेलो हेलो सबैलाई नमस्कार। म अर्जुन भुसाल। म सुन्दर नगरी बटौली आइपुगेको छु। सिआइएमएस नेपाल ग्रुपमा छु। तपाईहरुलाई महत्त्वपूर्ण देख्न सक्नुहुन्छ टेकर ट्रेनिङ, डिसेबल ट्रेनिङ, हाउसकिपिङ सर्भिस, बारिस्टा, चाइल्ड केयर, कुकिङ लगायत सबै सर्भिसका लागि कहाँ गएर म पढ्ने होला, यो अस्ट्रेलिया जान्छु अथवा कुनै देश जान्छु, मलाई सुशी सिक्नु पर्ने सोच्दै हुनुहुन्छ भने चिन्ता लिनु पर्दैन। तपाईहरुको सुन्दर नगरी बटौली एउटा धार्मिक आस्था सबै क्षेत्रको एउटा मेन ठाउँ हो बटौली। बटौलीमा उहाँहरूले सेवा प्रदान गर्नु भएको छ। सिआइएमएस नेपाल यो ग्रुपलाई धन्यवाद दिन चाहन्छु। मेरो आदरणीय दाई, एकदमै प्रिय मान्छे, हामी नजिककै मान्छे हौँ। चितवन पनि हामी नजिक छौँ। दाईसँगको मेरो पुरानो सम्बन्ध हो। आज उहाँहरू जस्ता असल व्यक्तित्वहरूले यो व्यावसायिक अभियानलाई नयाँ उचाइमा पुर्याउनु भएको छ। एकै ठाउँमा विद्यार्थीहरूले झन्झट नहोस्, आफूले सिक्न चाहेका कुराहरू एकै ठाउँमा सिक्न सकुन् भन्ने हेतुका साथ जुन अभियान यहाँ सुरुवात भएको छ, म यसको लागि धेरै धेरै शुभकामना दिन चाहन्छु। विद्यार्थी साथीहरू, विद्यार्थी भाइ बहिनीहरू, अग्रजहरू, सिप सिक्ने कुरा जीवनको सबैभन्दा ठुलो सम्पत्ति हो। आज स्किल, कुनै न कुनै एउटा स्किल चाहिन्छ। त्यसका लागि तपाईँहरू विदेश जाने पक्कै सोच्नु भएको छ। जाँदै गर्दा यहीँ केही सिकेर जान आग्रह गर्छु। त्यसका लागि तपाईँहरूले बटौली, काठमाडौँ पनि होइन, तपाईँहरू बुटोलको मान्छे काठमाडौँ गएर बस्नुपर्ने यही लागि पर्दैन। आउनुहोस्, धेरै खर्च पनि छैन। मिलाएर उहाँहरूले तपाईँहरूलाई यो क्लास दिइराख्नु भएको छ। अहिले पनि धेरै क्लास सिक्न आउनु भएको छ। यहाँको म्यानेजमेन्ट देख्दा मलाई एकदमै छुट्टै आनन्द आयो कि छुट्टै आनन्द आयो। केयरगिभर भनेको एकदमै इम्पोर्टेन्ट छ। जहाँ पनि मैले जहाँ पनि भन्ने गर्छु, सिप बिनाको जीवन अन्धकार छ। तपाईँहरूलाई शुभकामना। तपाईँहरू विदेश जानु होला अथवा नजानु होला, तर सिप त कहीँ जाँदैन नि, सिप तपाईँहरूसँग रहन्छ। जे सोच्नु भएको छ शुभकामना। र यो केयरगिभर भन्ने चिजलाई चाहिँ सामान्य नठान्नु होला। मैले भन्छु नि, एउटा सरसफाइ कर्मीले एउटा बाथरुम वा वासरुम सरसफाइ गर्यो भने त्यो पनि इम्पोर्टेन्ट हो कि। पानीपुरी बेच्नेले पनि एउटा पेसालाई मजाले ध्यान दिएर त्यो पेसामा रमायो भने सायद त्यसले संसार जित्छ कि है। राम्रै हो। थ्याङ्क यू, बेस्ट अफ लक है। थ्याङ्क यू। बारिस्टा सिक्दै हुनुहुन्छ, उहाँहरूलाई एकदमै शुभकामना। प्यारा साथीहरू, उहाँहरूले केही सिप सिकौँ भनेर सिआइएमएसमा आउनु भएको छ। यो बटौलीमा हो। म उहाँहरूको सुन्दर भविष्यको शुभकामना व्यक्त गर्दछु। म चाहिँ यहाँ आइपुगेको छु यो वेटर सर्भिसका लागि। उहाँहरूले यहाँ चाहिँ क्लास लिनुहुँदो रहेछ। एकदमै शुभकामना। सिआइएमएस नेपालमा हुनुहुन्छ होला, राम्रो गर्नु होला। शुभकामना तपाईँहरूलाई। कर्म कहिल्यै पनि सानो हुँदैन होइन। काम भन्ने कुरा कुनै पनि सानो छैन। सबैको राम्रो होस्, नेपालको राम्रो होस्, सुन्दर नगरी हाम्रो बटौलीको राम्रो होस्, अनि उहाँहरूको राम्रो होस्। जय हो सिआइएमएस नेपाल ग्रुप। जय होस्। थ्याङ्क यू। राधे राधे।